अब उपभोक्ताहरूको के जिज्ञासा त के पनि हुँदो रहेछ भन्दाखेरि वनबाट काठ दाउरा लिने अनि सक्यो त्यही मात्रै हुँदो रहेछ। तर त्यसको बारेमा पनि यो वन भनेको हामीलाई जन्मेदेखि मर्निन्जेलसम्म, मर्नुभन्दा अगाडिसम्म अथवा मरिसकेसम्म पनि चाहिने त्यस्तो किसिमको एउटा चिज रहेछ। त्यसले गर्दाखेरि यो वन जोगाउनुपर्छ। आदरणीय दर्शकवृन्द, नमस्कार। सप्तकोशी न्यूज स्थानीय विशेष कार्यक्रममा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म नगेन्द्र कार्की। सप्तकोशी न्यूज स्थानीय विशेष कार्यक्रम अन्तर्गत आज हामी मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वार्ड नम्बर 1 मा रहेको श्री मनोहर सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरभित्र छौँ र आज हामी यसै सामुदायिक वनको गतिविधिको सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। आज हाम्रो अतिथिको रूपमा हाम्रो यसै सामुदायिक वनका अध्यक्ष श्री गङ्गामाया तुमरोक हुनुहुन्छ। अध्यक्षज्यू, स्वागत छ हाम्रो सप्तकोशी न्यूज कार्यक्रममा यहाँलाई। स्वागत छ, नमस्कार। जस्तो हजुरहरूको यो मनोहर सामुदायिक वन कति सालमा स्थापना भयो र यहाँहरूले अहिलेसम्म यहाँ विभिन्न जुन सामाजिक हितको लागि के कस्ता कामहरू यहाँहरूले गर्नुभएको छ? हजुर, ठिकै छ, धन्यवाद सरलाई। यस हाम्रो मनोहर सामुदायिक वनको स्थापना 2059 सालमा भएको होइन। त्यहाँदेखि उता अहिलेसम्म राम्ररी नै चलेर आइरहेछ। यहाँहरूले अहिलेसम्म जति आम्दानी गर्नुभएको छ आफ्नो सामुदायिक वनको क्षेत्र अधिकारभित्र बसेर, त्यो जुन ठाउँमा खर्च गर्नुपर्ने हो त्यो आफ्नो तरिकाले गर्नुभएको छ या वनको नियम अनुसार यहाँहरूले सामाजिक विकास, गरिबी न्यूनीकरण यी विभिन्न विषयमा गर्नुपर्ने हुन्छ? के कस्ता कार्यक्रमहरू यहाँहरूले गर्नुभएको छ? हजुर, त्यसको बारेमा चाहिँ वनकै उबाट गरिँदैछ। यहाँहरूको यो सामुदायिक वनको उपभोक्ताहरू जति हुनुहुन्छ यो क्षेत्रभित्र विभिन्न सामुदायिक यी विद्यालयहरू हुन्छन्। यी विद्यालयहरूमा यहाँहरूले के कस्तो सेवा सुविधा पुर्याउँदै आउनुभएको छ? यस विद्यालयमा यसरी काठको बारेमा चाहिँ समस्या पर्दाखेरि चाहिँ हामीले सहयोग गर्दैछौँ, गरिरहेछौँ। हजुरहरूको यो जुन सामुदायिक वन छ यसको क्षेत्रफल कति छ र यहाँ आश्रित उपभोक्ता सङ्ख्या कति छ? यो वनको क्षेत्रफल 328 हेक्टर छ अनि 1025 जनसङ्ख्या अनि 1025 घर सङ्ख्या अनि 4000 जनसङ्ख्या। जस्तो यहाँहरूको यो सामुदायिक वनले विभिन्न क्षेत्रमा बसिरहेका हाम्रा जुन पिछडिएका, आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका दीर्घरोगीहरू उहाँहरूको लागि के कस्तो सेवा सुविधा दिँदै आइराख्नु भएको छ? यहाँ हाम्रो यो मनोहर सामुदायिक वनले पीडित एकदम रोगीहरूलाई चाहिँ 5000 दिने गरिरहेछौँ अनि महिला नभए पुरुष जुनै भए पनि रोगी हुने, अपाङ्ग हुनेहरूलाई चाहिँ दिने हजुर गरिरहेछौँ। जस्तो यहाँहरूले अहिलेसम्म कटान छपान गर्दा कति क्युबिक फिट यहाँहरूले काठ उपलब्ध अथवा पाउँदै आउनु भएको छ र यो जुन आएको काठलाई चाहिँ के कस्तो दर रेटमा बिक्री वितरण गरिराख्नु भएको अवस्था छ? हामीले यो काठ कटनमा चाहिँ अब हामी उपभोक्ता जति हामी 4000 जना छौँ होइन जनसङ्ख्या, 1000 घर सङ्ख्या छौँ, 1000 जना घर, प्रत्येक घरमा 1100, त्यतिर नै हामीले भाग लगाएर बाँड्ने गरेका छौँ। आदरणीय दर्शकवृन्द, हाम्रो यस कार्यक्रममा यो मनोहर सामुदायिक वनका सचिव श्री भीम श्रेष्ठज्यू पनि यहाँ अतिथिको रूपमा उपस्थित हुनुहुन्छ। सचिवज्यू, हाम्रो यो मनोहर सामुदायिक वनले चाहिँ वार्षिक कटान के कति पाउँछ काठ र त्यो जुन कटान भइसकेर आएको काठ जुन बिक्री आदेश आउँछ यहाँहरूले के कस्तो दर रेटमा के कस्तो तरिकाले चाहिँ बिक्री वितरण गर्नुहुन्छ? धन्यवाद सप्तकोशी न्युजका साथीहरूलाई। र हाम्रो यस मनोहर सामुदायिक वन एउटा भौगोलिक रूपमा अलिक अप्ठ्यारो नै छ, अब त्यस्तो सिमसारहरू छैन र हाम्रो कटान हाम्रो कार्ययोजना वार्षिक कार्ययोजना अनुसार हाम्रो 62 सय निकाल्न पाउने हाम्रो नियमित
कटान हाम्रो स्रोत चाहिँ हो। तर हामी यहाँ विभिन्न कारणले गर्दाखेरि पोहोर हामीले 4700 समथिङ काठ निकाल्यौँ। यसपालि चाहिँ 2800 समथिङ मात्रै काठ निकालेका छौँ। यसलाई हामीले उपभोक्ताहरू माझ नै हामी यसलाई बाँड्छौँ। न्यूनतम रेट राखेर हाम्रो सरकारी रेट भन्दा पनि हामीले समूहको वार्षिक कार्य योजना अनुसार हामीले रेट राखेका छौँ। त्यही अनुसारले एबिसी ग्रेड राखेर हामी उपभोक्ताहरूलाई दिने गर्छौँ। र दिँदाखेरि हामीले एउटा वनको नियमअनुसार नै हामीले समानता र समतामूलक भन्ने दुईटै किसिमको छ। हामी समतामूलक तरिकाले हामी वितरण गर्छौँ। जसलाई आवश्यक पर्छ त्यसलाई भरिसकै पुग्ने तरिकाले हामीले त्यस्तो दिने एउटा वातावरण बनाएको छौँ। त्यस्तै छ। जस्तो यहाँहरूले बिक्री वितरण गर्दाखेरि कस्तो खालको उपभोक्तालाई चाहिँ आवश्यकता परेको छ भन्ने कुरा चाहिँ के कस्तो तरिकाले चाहिँ यहाँहरूले उहाँलाई दिनुपर्ने भन्ने कुरो चाहिँ मुख्यतः केन्द्रित गरेर आउनुभएको छ? यो हाम्रो एउटा यो समितिले एउटा सिस्टम नै बनाएको छ। हाम्रो यो संस्थामा हामी करिब 1100 घरधुरी समथिङ हाम्रो छ। त्यसमा 30वटा हाम्रो साना समूहहरू छ। त्यो समूहहरूबाट हामी सिफारिस लिन्छौँ, माग फारम लिन्छौँ र समितिले एउटा अनुगमन टोली बनाएको छ, अनुगमन गर्छौँ। र टोल र अनुगमन टोलीको आधारमा कसले घर निर्माण गर्दैछ, कसले मर्मत गर्दैछ, कसले ग्वाली कटेर बनाउँदैछ, त्यसलाई चाहिँ अब त्यो स्थितिअनुसार हामीले चाहिँ वितरण गर्छौँ। जस्तो हजुरहरूले यो हाम्रो जुन मनोहर सामुदायिक वन उपभोक्ता समूहको जुन समितिमा बसेर अहिलेसम्म हजुरहरूले जति पनि काम गरिराख्नु भएको छ, यहाँहरूलाई त्यस्ता बाधा अडचन, केही अप्ठ्यारा, सहजता, के कस्ता चाहिँ समस्याहरू आएको अवस्था छ, छैन, के छ? अब काम गर्दै गर्दा अब चुनौती अप्ठ्यारा त पक्कै नै आउँदो रहेछ होइन। एउटा त राज्यको एउटा वन नीति नै अलिकति नमिलाइकन राज्यले गर्ने जुन नीतिहरू छ, अब प्रदेश र सङ्घले गर्ने नीतिहरू नै बेला बेला चेन्ज हुनेले गर्दाखेरि समूहलाई सञ्चालन गर्ने कुरोमा अति नै अप्ठ्यारो स्थितिहरू बनाएको छ। र त्यो हुँदाहुँदै पनि अहिले अब हामी एउटा संयुक्त रूपमा नै यो उर्लारी क्षेत्रमा 8वटा सामुदायिक वन छ। त्यो संयुक्त रूपमा हामी छलफल गरेर हामी त्यसलाई फेस गर्छौँ। जस्तो यहाँहरूले जुन हाम्रा जति पनि यहाँका सरकारी विद्यालय, हाम्रो अध्यक्षज्यूलाई पनि मैले थोरै क्वेसन गरेको थिएँ। यहाँ जति पनि हाम्रा सामुदायिक विद्यालयहरू छन्, यी विद्यालयहरू विभिन्न सङ्घ संस्थाहरूलाई यहाँले के कस्तो सेवा सुविधा दिँदै आइराख्नु भएको छ? धन्यवाद। अब यो विद्यालयहरूलाई अब अहिले त राज्य स्थानीय सरकारहरूले पनि सामान्य विकास निर्माणको कामहरू त्यहाँबाट आउँछन् र हामीले अहिले भनेको योभन्दा अगाडि हामीले निर्माणको स्वरूपमा काठहरू निःशुल्क रूपमा दिने कामहरू गरेका छौँ होइन। अरू भनेको अब विद्यार्थीहरूलाई कहिलेकाहीँ लिएर यसो वन वातावरण सम्बन्धी दिने त्यस्तो किसिमको एउटा प्रशिक्षण दिने त्यस्तो कार्यक्रमहरू पनि बनायौँ होइन। अब त्यस्तो आर्थिक स्रोत चाहिँ हामीले दिने गरेका छैनौँ। जस्तो हाम्रो यो सामुदायिक वनको क्षेत्रभित्र रहेका कति उपभोक्ताहरू घरबारविहीन हुनुहुन्छ, कसैको के कस्तो हुन्छ, घर चलाउन गाह्रो परिरहेको अवस्था हुन्छ, उहाँहरूको लागि के कस्तो सेवा सुविधा दिँदै आइराख्नु भएको छ? अब यो हाम्रो वार्षिक कार्ययोजना अनुसार नै यो गरिबी न्यूनीकरण 1 वर्षमा कति गर्ने भनेर एउटा पहिलो साधन सभाले नै त्यसको एउटा कार्यक्रम बनाएको हुन्छ। त्यही अनुसारले हामी अब त्यस्तो ठोसै त गरेका छैनौँ होइन। तर पनि जस्तै अघि पनि भनिसक्यो, अब केही टेवामूलक तरिकाले हामीले केही रकमहरू पहिला दियौँ होइन। 2-3 साल दियौँ, त्यसले सामान्य चलाउँदै हुन्छ। त्यस पछाडि हामीले एउटा आर्थिक उपार्जन गरोस् भनेर बाख्राको पाठा वितरण गऱ्यौँ, त्यसपछि सुँगुरको पाठा वितरण गऱ्यौँ। र यस सालभन्दा अगाडि जस्तै हामीले उन्नत जातका 10-15 11वटा कतिवटा जातका तरकारी बालीका बिरुवाहरू, टनेलहरू वितरण गरेर गरिबी न्यूनीकरण चाहिँ गर्ने हुन्छ कि भन्ने यो उद्देश्यले हामी त्यो गरिरहेछौँ। बेघरबारहरूलाई हामीले अब जस्तै घर बनाउने साथीहरूलाई त्यस्तो घरबारलाई निःशुल्क रूपमा काठहरू वितरण गराउने र हामीले के पनि सोचेको थियौँ भन्दाखेरि अब त्यस्तो घरै नहुनेहरूलाई घरै आवास बनाउनुपर्छ भन्ने सोच बनाएको छौँ। अब हाम्रो आर्थिक स्रोतहरू पनि कम भएको हुनाले त्यहाँसम्म पुगिरहेछौँ, त्यो कुरो गरेका छौँ। र अब निम्न स्तरका विद्यार्थीहरूलाई हामीले प्राविधिक शिक्षा पढाउने कुरोमा केही लगानहरू गरेका छौँ। अहिले एकजना विद्यार्थीलाई हामीले उसको फिसहरू तिरेर अहिले अब यो वन विज्ञान सम्बन्धी नै हामीले पढाउने कुरोहरू सोचेको थियौँ। तर विद्यार्थी नजिक कृषि सम्बन्धी एउटा विद्यार्थीलाई हामी निश्चित रूपमा पढाइदिएका छौँ। जस्तो यहाँहरूले यो हाम्रो सामुदायिक वनभित्र वार्षिक रूपमा कति आम्दानी गर्नुहुन्छ,
त्यो आम्दानी अनुसार यहाँहरूले खर्च कहाँ कहाँ गर्नुपर्ने हुन्छ बताइदिन सक्नुहुन्छ? सकिन्छ। अब यो सामुदायिक वन अघि पनि मैले भने यो भौगोलिक रूपमा एकदम नै अब त्यस्तो राम्रो छैन। विभिन्न अन्य किसिमको उत्पादनहरू बाट हुँदैन। हामीले काठहरू बेच्ने कामहरू गर्छौँ। काठहरू बेच्दाखेरि अब त्यहाँबाट आएका आर्जनहरूलाई हामीले वार्षिक कार्ययोजना छ, गरिबी न्यूनीकरण, अब वन विकासको कार्यक्रम होइन, अब महिला सम्बन्धी कार्यक्रमहरू, यी कार्ययोजनामा जस्तो सत्य अनुसारले हामीले बनाउनै पर्छ। त्यो भएन भने भोलि पर्सि हामीलाई वनले पनि त्यसको स्वीकृति दिँदैन। त्यो अनुसार नै हामीले गर्छौँ। अब अलिकति अर्को बाटो जाउँ। यहाँनिर तपाईँहरूको जुन यो उपभोक्ताहरू बस्नु भएको छ, उहाँहरूले धेरैजसोले कृषि पेसा गरेर बस्नुहुनेछ र कृषि पेसामा आबद्ध हुनुहुन्छ। उहाँहरूको लागि जस्तो यहाँहरूले सिँचाइ, यी विभिन्न किसिमका तपाईँको कृषि औजार, बिउ बिजन, मल, यस्तो के कस्ता चाहिँ सहयोग गर्नुभएको छ किसानहरूलाई? अब त्यो स्रोत अलिक कमजोरी भएको हुनाले हामीले त्यस्तो त गरेको छैन। स्थानीय सरकारहरूले पनि अब यो ठुल्ठुला चिजहरू जस्तै बोरिङ सोरिङ अनि अब बिउ गर्ने कुरो त गरेको छ। तर हामीले अघि पनि मैले भने यहाँ हामीले यो 2 साल जति भयो उन्नत जातका तरकारी 10-12 आइटमका तरकारी र टनेलहरू चाहिँ निम्न स्तरका गरिबहरूले आर्थिक उपार्जन गरोस्, उनीहरूको जीवनस्तर अलिक उक्सियोस् भन्ने किसिमले हामीले बिउहरू वितरण गरेका छौँ। अब हामी लगभग कार्यक्रमको अन्त्यतिर आइपुगिएको छ। हाम्रो यो जति पनि यो मनोहर सामुदायिक वन उपभोक्ता समूह जुन छ, यहाँ रहेका सम्पूर्ण हाम्रा उपभोक्ताहरूलाई हाम्रो अध्यक्षज्यूले के कस्तो सल्लाह सुझाव दिनुहुन्छ? यो हाम्रो मनोहर समुदाय वन उपभोक्ता समूहलाई अब हामी सरसल्लाह अब हामी राम्ररी नै गर्छौँ। अब हाम्रो यो मनोहर समुदाय वनलाई कसरी उँभो लगाउने, के गर्ने, कसरी भेला भएर हामी काम गर्ने भनेर सरसल्लाह दिने गर्छु। अब यो हामी सामुदायिक वन भनेको नै यो सामुदायिक वन र उपभोक्ता नजिक हुने एउटा समूह भनेर चिनिन्छ। यसलाई हामीले अब उपभोक्ताहरूलाई अब यो वन अब उपभोक्ताहरूको के जिज्ञासा त के पनि हुँदो रहेछ भन्दाखेरि वनबाट काठ दाउरा लिने अनि सकियो त्यही मात्रै हुँदो रहेछ। तर त्यसको बारेमा पनि यो वन भनेको हामीलाई जन्मेदेखि मर्निन्जेलसम्म, मर्नुभन्दा अगाडिसम्म अथवा मरिसकेसम्म पनि चाहिने त्यस्तो किसिमको एउटा चिज रहेछ। त्यसले गर्दाखेरि यो वन जोगाउनुपर्छ, यसमा भएका केही चिजहरूलाई हामीले उपभोग गर्नुपर्छ भन्ने कुरोहरू सिकाएको छौँ। र यो हाम्रो समूहमा अहिले एउटा अब अरू पर्यटकलाई पनि अलिकति उत्थान गर्नुपर्छ कि भन्ने कुरो सोच गरेर जस्तै एउटा मनोहर पार्क भनेर पनि त्यो अवधारणा लिएको छौँ। के हामीले सुरु पनि गरेको छौँ। अब यहाँनिर राज्यले अब रकमहरू नभएको कारणले गर्दा पनि अब त्यसले मूर्त रूप लिन सकेको छैनौँ। र त्यसभन्दा अगाडि हामीले अरू पनि हामीले एउटा औषधिमूलक चिजहरूलाई पनि गरेर हामीले एउटा अश्वगन्ध, सर्पगन्ध भन्ने चिजहरूलाई हामीले लिएर रोप्ने कामहरू भएको छ। यसपाल पोहोर त त्यत्रो उन्नति हुन सकेन, यसपाल अश्वगन्धको निकै राम्रो छ। र त्यसभन्दा अरू जस्तै हामीले अदुवा झन्डै 3-4 कट्ठामा अदुवा लगाएको छौँ र जस्तै झन्डै 2 हेक्टर जतिमा हामीले बेसार खेती पनि गरेका छौँ। अब त्यसरी नै अब यसलाई अलिकति विकास गर्नुपर्छ र अब यो पार्कलाई अलिकति विस्तृत गरेर एउटा यो काठहरू मात्रै बेचेर अब यो समूह सञ्चालन हुन सक्दैन। यो पुरानो तरिकालाई अलिक बदलेर एउटा पर्यटन पनि भित्राएर आधुनिक तरिकाले गर्नुपर्छ भनेर अब उपभोक्ताहरूमा टोलहरूमा चिठी पठाउने, घरिघरि लिएर हामी भेला गरेर वनका प्राविधिकहरू ल्याएर हामीले प्रशिक्षण गराउने कामहरू पनि भइरहेको छ। हस् त, हजुरहरूले आफ्नो अमूल्य समयलाई हाम्रो यो सप्तकोशी न्युज कार्यक्रममा दिनुभएकोमा हाम्रो सप्तकोशी न्युज टिम र मेरो व्यक्तिगत तर्फबाट अध्यक्ष र सचिव दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सप्तकोशी न्युजलाई। उहाँबाट आएर भए पनि हाम्रो यस यो के भनौँ एउटा जङ्गलको क्षेत्रमा आएर जुन किसिमको हामीलाई एउटा हाम्रो समस्याहरू राख्ने जुन मौका दिनुभएको छ र हामीले अब राख्यौँ। अब यसलाई हामी उहाँहरूलाई धन्यवाद दिँदै फेरि पनि त्यस्ता प्रोग्रामहरू आएर यो समूहलाई अलिकति सञ्चारको माध्यमद्वारा अलिक परिचित गराउने काम गरिदिनुहुनेछ भन्ने आशा गर्दै यति भन्दै
अन्त्य गर्छु। धन्यवाद। आदरणीय दर्शकवृन्द, अहिले हामी मनोहर सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरभित्र छौँ र हाम्रो यो कार्यक्रममा अतिथिको रूपमा यसै सामुदायिक वनका अध्यक्ष र सचिव दुवैजना हाम्रो यस कार्यक्रममा अतिथिको रूपमा आउनुभएको थियो। उहाँहरूले यहाँको विकास जुन पहिलेको पुरानो गतिबाट हामी चलिरहेका छौँ त्यो गतिबाट अलिकति आम्दानीको स्रोत कम भएको छ। हाम्रो वनलाई के कसरी हुन्छ आम्दानीको स्रोतबाट अलिकति अगाडि अथवा माथि उठाउने चासो गुनासो र सम्पूर्ण उपभोक्ताहरूलाई आग्रह गर्दै हाम्रो यस सप्तकोशी न्युज कार्यक्रमबाट उहाँहरू बिदा भइसक्नु भएको छ र हामी पनि हाम्रो यो कार्यक्रमबाट बिदा हुनुभन्दा अगाडि हाम्रो यो सप्तकोशी न्युज च्यानललाई जति दर्शक श्रोताहरूले हेर्ने सुन्ने गर्नुभएको छ सम्पूर्णले हाम्रो यो कार्यक्रम के कस्तो लाग्छ लाइक कमेन्ट र सेयर अवश्य गरिदिनु हुनेछ भन्दै हाम्रो यस कार्यक्रमबाट क्यामेराम्यान विवेक चौधरीका साथमा म कार्यक्रम प्रस्तुता नगेन्द्र कार्की बिदा हुन चाहन्छौँ। हस्त नमस्ते।